है गाइजहरू हामी चाहिँ माछा बनाउन थालेको है टक्क न माछाहरू फ्राई हान्दै हो है। अझ हाम्रो सेफले माछा दिएको थियो हैन, त्यही माछालाई टक्क फ्राई हान्दैछु। यहाँ हेर्नुहोस् आलु माछा हैन, त्यसले चाहिँ नुन बेसार अनि मसला हालेर टक्क यसो एकछिन गरिदिएको है। अब यसलाई यसरी टक्क बनाइँदैछ माछाहरू हैन। हेर्नुहोस् कतिलाई खानु मन लाग्छ आइपुग्नुहोस् है, खानुपर्छ सँगै बसेर गम के गम। माछा बनाउने मान्छे चाहिँ है माछा बनाउने मान्छे, माछा ल्याउने मान्छे चाहिँ अर्कै हो है, फेरि म होइन हैन।